कोअर्डिनेटर लक्ष्मी खनालज्यू, यसै नर्सिङ थर्ड इयर कोअर्डिनेटर अप्सरा गुरुङ म्याम, CMLD सेकेन्ड इयर कोअर्डिनेटर कुमार श्रेष्ठज्यू एवं यसै तानसेन स्कुल अफ हेल्थ साइन्समा अध्ययनरत शिक्षक शिक्षिका लगायत सम्पूर्ण टिचिङ नन टिचिङ स्टाफहरू र आजको कार्यक्रमका आकर्षक तेस्रो वर्षका दाइ दिदी सम्पूर्णमा म सिमरन चालको तर्फबाट साथै CMLD दोस्रो वर्षको तर्फबाट सम्पूर्णलाई न्यानो अभिवादन गर्दछु। आज हामी सबै यहाँ एउटा विशेष तर निकै भावुक क्षणमा उपस्थित भएका छौँ। सेकेन्ड इयरका सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट हाम्रा प्रिय थर्ड इयर सिनियर दाइ दिदीहरूलाई सम्मानपूर्वक बिदाई गर्न पाउँदा गर्व पनि लागेको छ र मन निकै भारी पनि भएको छ। प्रिय सिनियर दाइ दिदीहरू, जब हामी पहिलोपटक यस कलेजमा आएका थियौँ सबै कुरा नयाँ थियो। नयाँ वातावरण, नयाँ साथीहरू, नयाँ शिक्षकहरू र नयाँ अनुभवहरू। त्यो बेला हामीलाई सहज महसुस गराउने, आवश्यक पर्दा सहयोग गर्ने र सही बाटो देखाउने काम हजुरहरूले गर्नुभयो। त्यसका लागि हामी सधैँ आभारी हुनेछौँ। हामीले सँगै बिताएका धेरै रमाइला पलहरू छन्। ल्याबका ती प्र्याक्टिकलहरू, हस्पिटल पोस्टिङ, परीक्षा अघि सबैको तनाव, कार्यक्रमहरूको तयारी, कलेजका साना साना सम्झनाहरू, यी सबै हाम्रो कहिल्यै बिर्सिने छैनौँ। आज हजुरहरू कलेजको यो यात्रा पुरा गरेर जीवनको नयाँ अध्यायतर्फ अघि बढ्दै हुनुहुन्छ। हामीलाई विश्वास छ कि हजुरहरूले यहाँ सिकेको ज्ञान, सिप र अनुभवलाई व्यवहारमा उतार्दै उत्कृष्ट मेडिकल ल्याब प्रोफेसनल बन्नुहुनेछ। जहाँ गए पनि आफ्नो मेहनत, इमान्दारी र लगनशीलताले सफलता हासिल गर्नुहोस्। साँचो भन्नुपर्दा अब कलेज पहिले जस्तो लाग्ने छैन। हजुरहरूको उपस्थिति, आशो, सुझाव र प्रेरणाको कमी हामीले धेरै महसुस गर्नेछौँ। तर तपाईँहरूले दिएका सम्झना र सिकाइहरू सधैँ हाम्रो साथमा रहिरहनेछ। हामी सबैको तर्फबाट हजुरहरूको उज्जवल भविष्य, राम्रो स्वास्थ्य, अपार सफलता र सुख जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। आफ्नो सपना पुरा गर्दै सधैँ अघि बढिरहनुहोस्। जहाँ पुगे पनि हाम्रो स्कुलको नाम उच्च बनाइरहनुहोस्। अन्त्यमा एउटा सानो कुरा भन्न चाहन्छु। बिदाई भनेको सम्बन्ध टुट्नु होइन, सम्झनाहरूलाई अझ गहिरो बनाउनु हो। दूरी बढ्न सक्छ, तर सम्मान, माया र सम्झना कहिल्यै टाढा हुँदैन। यसै गरी अन्त्यमा हजुरहरूको हामीप्रतिको अगाध माया, सद्भाव, करुणा, प्रेरणा सदैव सम्झनामा रहिरहनेछन्। साथै हजुरहरूले दिनुभएको मार्गदर्शनमा हामी हिँड्नेछौँ। यसको सँगसँगै हजुरहरूको आगामी दिनहरूका यात्राहरूमा हरेक पाइलामा प्रगतिको कामना गर्दछु। हजुरहरूले यहाँ सिकेको ज्ञान, सिप, अनुशासनलाई अनुसरण गरेर शिखर छुन सक्नुहोस् एवं हजुरहरूको कुशल स्वास्थ्यको पनि कामना गर्दछु र अन्तिममा आउने फाइनल इक्जाम पनि बेस्ट अफ लक भन्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।